यस्तो गाँजाको बुट चाहिँ सर्लक्क गयो। माय गॉड लाग्ने हो क्या यस्तो खोइ देखाउनु त। ए त्यस्तै हो ए ढुडोहरू ए त्यही हो लाग्ने भनेकै। त्यो पनि हो अनि लट्टा लट्टा हुन्छ ए लट्टा लट्टा ओहो ल ल ल ल दिदी ल उसो किचिनु होला है फेरि। जलाएर ल ल सर्लक्कै ल पुरै गाँजा सकियो ल। ए मजाकै रुख हुँदो रहेछ त है। ए ल हेर्नु त कत्रो भएछ। ए त्यस्तो आउने हातमा ढुटोहरू आउने लाग्ने हो क्या यस्तो खोइ देखाउनु त। ए त्यस्तै हो ए ढुडोहरू ए त्यही हो लाग्ने भनेकै। त्यो पनि हो अनि लट्टा लट्टा हुन्छ ए लट्टा लट्टा त्यस्तो पो है। ओहो ल ठिक छ यस्तो फडानी त गर्नुपर्छ नि मान्छे बिग्रिखाने गाँजा खाएर। यहाँ चाहिँ पुरै चाहिँ कहाँ छ भनेदेखि यो तनहुँ जिल्लाको चाहिँ कहाँ हो यो डुम्रे बजारभन्दा माथि भन्सार पुरा यो गाँजा फडानी कार्यक्रम पुरा भइरहेछ। यस्तो हर्लक्क उम्रिएको है यस्तो मजाको गाँजा यस्तो गाँजाको बुट चाहिँ सर्लक्क गयो। माय गॉड ल औषधि हुन्छ भन्छन् खै त अनि चाहिँ च्यापचुप सरकारले चाहिँ फालेछ। भाले खाँदैन अरे अझ ल सबै। ए यतातिर थुप्रै छ अझ उता पनि छ क्या अझै। ए यता पनि छ ए ल थुप्रै रहेछ त अनि। ए यत्रो मोटो है आमा ल रुख जस्तै भएछ त पुरै त। फाइनली यो गाँजा चाहिँ सकियो है गाइस। चारैतिर यहाँ कता अब छ पछाडि पनि छ अझै। यो कति वर्ष पुरानो दिदी हो अहिलेको धेरै मोटो छ त डाँठ छ अनि रुख जस्तै छ त अनि हेर्नु त रुख जस्तै छ त झन् के अरे गाँजा औषधि हुन्छ भन्छन् क्या अरे भन्ने त है। अनि चाहिँ ल अब यहाँ सरकारले फाट्दै हिँडेन होइन। ल हेर्नु त यो यस्तो हर्लक्कको यता आउनु त अरे ल कहाँ लगाउनु है उता त धेरै छ क्या ल यता घर पछाडि पनि छ। ओहो यहाँ त एकदम हर्लक्कै रहेछ त हर्लक्कै रहेछ त। केटाहरूले तपाईँलाई के अरे हतियारै बनाउने तपाईँलाई भोलि केटाहरू ए यहाँ त कति थुप्रै बुढ्छ क्या यहाँ त। ए लाग्ला है फेरि ओहो यहाँ त ल छपक्कै छ त। हो त्यो त तपाईँको अब बिउसिउ पर्छ होला आफै जान्छ होला नि। सरहरूलाई अर्को वर्ष नि काम लाग्ने हो फेरि। ए ओहो ल ल ल ल दिदी ल उसो किचिनु होला है फेरि। ए ल यहाँ फाट्दै आज त सकिने भयो दिन त। सरहरूलाई तनाव यति गर्मीमा है ल त्यो हँसियाले भेट्दैन त्यसले भेट्दैन सर त्यो नयाँ माग गर्न पर्ने अब
त्यो हँसिया भन्दा मोटो त तपाईँको चाहिँ उसै चाहिँ गाँजाको डाँट छ ओ माइ गॉड ल यत्रो गाँजा है ओहो ल ल ए ल कायदा भयो त यसो त अनि औषधि हुन्छ अरे भन्छन् सर त के हो कुरो चाहिँ यो औषधि भन्दा सर औषधि हुन्छ भन्छन् त यसको चाहिँ कुरो के हो खिलाउँछन् छेरपाटी लागेपछि त्यो त हो क्या अरे एउटा कुन चाहिँ कसले पो हो एउटा चाहिँ गाँजा बचाउन पर्छ भनेर एउटा अभियानै लाग्यो फेरि फेसबुकतिर ए ल सही सही बाख्रालाई सन्चो गराउँछ यसले होइन आखिर औषधि नै हुन्छ अरे हुन त भनी सुने हो के हो अब यहाँ यत्रो छ ओहो ल यहाँ त भर्खर उम्रिँदै रहेछ क्या सर है ए ए पारी पनि रहेछ क्या हजुर पारी नै रहेछ त पारी कसरी गर्नुहुन्छ त फेरि अब पारी चाहिँ मतलब यो जालीको पारी गाह्रै छ नि त ए ए यो एरियामा ए यता असाध्यै हुने रहेछ है सर यता गाँजा लगाइदिनु लगाएको भने होइन नि लगाएको भने होइन उम्रियो अब त्यसलाई चाहिँ अब झिक्रामा युज भयो भन्न खोजेको कि त्यसलाई त त्यसरी नराम्रो तरिकाले नसोध्नु सबैलाई लगाएको त सरहरूलाई आज चाहिँ तनाव हो गाई चाहिँ यहाँ चाहिँ गाजै गाजा है यो कहाँ भन्दाखेरि चाहिँ यो भन्सार एरियामा यहाँ चाहिँ पुरा आज चाहिँ नेपाल प्रहरीको चाहिँ गस्ती टोलीबाट चाहिँ पुरै गाजा चाहिँ के गर्यो भन्दाखेरि चाहिँ यो फाँड्ने काम भइरहेछ है गाजा औषधि हुन्छ भन्छन् नेपाल सरकारले फाँडै छ चान्सुनमा होला 40-50वटा बुट चाहिँ तपाईँको फाँड्यो होला तर युज गर्नु पर्ने हो औषधि जन्य कुरा हो होइन त्यही भएर चाहिँ अब यसलाई चाहिँ गाँजालाई चाहिँ के छ अब यो हेम्पको यो भनेको छ त्यो भनेको छ होइन अब पक्कै पनि अब यही डाँठके बन्ने होला सायद डाँठके तपाईँको बनाउने होला नि हेमको कपडा सपडा भन्छ होइन यो यही डाँठलाई ट्याक्क ठिसथास पारेर अहिले त गाँजाको त अहिले त के भन्छ त्यसलाई यो कपडादेखि लिएर जुत्ता सुत्ता ब्याग स्याग होइन एभ्रिथिङ यत्रो मोटो मोटो हुँदो रहेछ अनि ओ माय गॉड होइन अनि के चाहिँ सामान के चाहिँ लाग्ने रहेछ हौ यसो ए यस्तो गर्दाखेरि च्याप्पा गर्ने हो चिप 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 गरे खा त ए मङ्सिर पुसमा यो उस हुने हो त्यति बेलाको गऱ्यो भनेदेखि लाग्ने हो ए अहिलेको चाहिँ हजुर हजुर ए यही झुप्पा झुप्पा हो ए यसलाई ए यो झुप्पा झुप्पा हो यसो फेरि बिहा पनि खाँदैनन् नि फेरि बिहा पनि खाँदैनन् बिहा ए यसो चाहिँ के गरेर खान्छन् त अनि खोइ के आएर खान्छन् हामीले ए ल हेर्नु त यो त अहिले त खाँदैन यसको त तपाईँको चाहिँ के अरे अहिले त गाँजाको कपडा बनाउँछन् अरे गाँजाको चाहिँ तपाईँको जुत्ता बनाउँछन् अरे होइन झोला सोला सब थोक बनाउँछन् अरे आजभोलि ल हेर्नु त सरकारले फाँड्दैन खान् गाँजाको खैला भैलो ल हेर्नुहोस् थुप्रै त बुट चाहिँ राम्रो फल्दो रहेछ तपाईँको अनि यस्तो लट्टेको यो त लटिँदैन अहिले त मौसिर पुस्ताको लट्टिन्छ अहिले त लट्टिँदैन त्यो लट्टेको खाँदा पनि ए लट्टेको यो भालेको पोथी हो यो चाहिँ यो पोथी ए पोथीको खाने हो ए भालेको चाहिँ अनि पात ठुलो हुन्छ ए हजुर यो पोथीको चाहिँ मसिनो पात हुन्छ ए त्यो भाले चाहिँ अब फुल खान्छ सेतै फुल्छ त्यो खाँदैन नि ए हजुर हजुर
ए यो खान्छ यसो त होइन औषधि पनि हुन्छ अरे नि त तपाईँको मान्छे औषधि नि हुन्छ मान्छेलाई नै तपाईँले त बाख्रा बाख्रा भन्नुभयो अरे तर खास मान्छेलाई नै औषधि हुन्छ अरे भन्ने सुने मैले चाहिँ होइन यसले फुल घानी हो नि यसो ए ए यो खाएपछि त तपाईँको चाहिँ जे भयो नि 2-3 महिनामा एकचोटि यसो के बनाएर खाने रे यसको होइन भन्छन् कि युट्युबतिर अनि त्यो बनाएर खाने भने तपाईँ औषधि खानै पर्छ जिन्दगीमा औषधि खानु पर्दैन अरे कि होइन त्यस्तो चिज हो नि यो त के अरे सरकारले बुझ्दैन है यो कुरा होइन सरकारले बुझ्दैन अब हुनु त होइन मान्छे पनि अब त्यस्तै छ नि हामी होइन यसो अलिक चाहिने काम गरे त एउटा हुन्थ्यो होइन अब यतातिरको अब चाहिँ अब मान्छे अब यो खायो लट्ठी त हिँडिरह होला नि हो अझ सुई पनि खोज्छन् अझ अब सही हो अनि त्यही भएर पनि अब के हार्नु त नि सरकारले पनि यसो चाहिँ छापा त हान्नै पऱ्यो मान्छेलाई जे पनि अनेक चाहिने क्या अनि त्यही भएर चाहिँ तपाईँको चाहिँ यो गर्दै हिँडे खान है ल गाइज सी यू इन नेक्स्ट भिडियो